नमस्ते, मेरो नाम लोकेन्द्र कौर, मेरो घर चाहिँ अछाम हो। मैले प्लेसमेन्ट चाहिँ मेरो साथी प्लेसमेन्टमा गएको र मैले उताबाट थाहा पाएको। फाइनल्ली मेरो अहिले जापानको भिसा आएको छ। यदि तपाईँ पनि जापान गएर आफ्नो सुनौलो भविष्य जानुहुन्छ भने प्लेसमेन्टलाई सम्झनु होला। यहाँको डकुमेन्टेसनदेखि लिएर पढाइ सब राम्रो छ। मैले प्लेसमेन्ट मेरो साथी चाहिँ उता प्लेसमेन्टमा गएको थियो, त्यही भएर थाहा पाएको। आस्था म्यामलाई भेटेँ, आस्था म्यामले काउन्सिलिङ राम्रो गर्नुभयो। त्यसपछि पढ्न सुरु गरेँ। एकदमै राम्रो छ यहाँको जापानिज ल्याङ्ग्वेज क्लासदेखि लिएर सेन्सेदेखि लिएर राम्रो, एकदमै राम्रो छ। एकदमै राम्रो। त्यो भएर राम्रो डकुमेन्टेसन भएर भिसा ग्रान्ट भएको छ। यदि पनि तपाईँ जापान गएर आफ्नो सुनौलो भविष्य देख्न चाहनुहुन्छ भने प्लेसमेन्टलाई सम्झनु होला। धन्यवाद।